के रेप भएको 1 वर्षपछि रिपोर्ट गर्नु गलत हो? पक्कै होइन। ढिलो रिपोर्ट गर्यो भन्दैमा त्यो क्लेम नै गलत हो भन्न मिल्दैन। यस्तो कुरा लामो समयपछि बाहिर निस्किँदाखेरि आम नजरमा यो प्रतिशोधको लागि गरेको देखिन्छ वा बुझिन्छ, किनकि पहिला यस्ता घटनाहरू धेरै घटेका छन्। एउटा पुरुषले महिलाको सहमति बिना जबरजस्ती यौन सम्पर्क राख्यो भने आम भाषामा यसलाई रेप भनिन्छ, बलात्कार भनिन्छ। तर 18 वर्षभन्दा कम उमेर भएको केटीले सहमति नै दिएर सम्बन्ध बनाए पनि यसलाई कानुनी रूपमा रेप नै मानिन्छ। कसैले डर देखाएर मेनुपुलेट गरेर सहमति जुटाउँछ भने, वा कोही मेन्टल्ली इल छ, अनकन्सियस छ र त्यस बेलामा कन्सेन्ट लिन्छ भने कानुनी रूपमा यसलाई पनि रेप नै मानिन्छ। अनि सागर लम्सालको केसमा पनि यही भएको। सङ्गम बिष्टले आफू त्यस समयमा अनकन्सियस भएको, मेन्टल्ली इल भएको बताएकी छन्, जसले गर्दाखेरि त्यस बेलाको कन्सेन्टलाई साँच्चीकै कन्सेन्ट मान्ने कि नमान्ने त भनेर आम जनता कन्फ्युज भएका छन्। तर के यदि सङ्गम बिष्टले झुट पो बोलिरहेकी छन् कि? केही व्यक्तिले यस्ता कुरा उठाएर विरोध पनि गरिरहेका छन्। यो केस यति कन्ट्रोभर्सियल हुनुको कारण हो केस ढिलो आयो अनि केसमा दुईटा हाई प्रोफाइल फेमस फेसहरू छन् अनि सङ्गम बिष्टले अहिलेसम्म लिगल रूपमा केस फाइल गरेकी छैनन्। केवल एउटा फेसबुकको पोस्टको आधारमा लम्साललाई, बलेलाई हातमा हतकडी लगाइयो र उसले वर्षौंदेखि मेहनत गरेर बनाएको यो नामलाई छिनभरमा बिगारियो। यस्तो परिस्थितिमा सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो इनोसेन्ट अन्टिल प्रुभन गिल्टी। दोषी प्रमाणित नभएसम्म सागर लम्साल निर्दोष नै छन्। सङ्गम बिष्टले यसलाई झन कम्प्लिकेटेड बनाउनु भन्दा लिगल रूपमा केसलाई अगाडि बढाएको राम्रो र दोषीलाई कारबाही हुनैपर्छ।